मजाले डिजाइन गरिएको छ। यो चाहिँ ओरिजिनल 13 थुमे ढाका टोपी हो। विशेष राम्रो टोपी लगाउँछु भनेको लागि लगाउने टोपी हो। यसको चाहिँ कलर कम्बिनेसन एकदमै राम्रो रहेको छ। 13 थुमे ढाका टोपी भनेको चाहिँ पहिचान, जस्तै भोजपुरे खुकुरी, जस्तै चैनपुरे कर्फ भने जस्तै 13 थुमे ढाका टोपी चाहिँ हाम्रो पहिचान हो। यो चाहिँ एउटा टोपी बनाउनको लागि नै धेरै मेहनत गर्नुपर्ने हुन्छ। यसको बुट्टाको डिजाइन बनाउनको लागि धेरै नै मेहनत लाग्छ। त्यो अनुसारले त्यसको प्राइस त एकदम न्यून भए जस्तो लाग्छ। त्यही पनि यो चाहिँ एकदम हाई क्वालिटीको 13 थुमे ह्यान्डमेड ढाका टोपी हो। यसको बुट्टाको डिजाइन हेर्नुहोस्, सबै एक डिजाइनहरू एकदम युनिक टाइपका रहेका छन्। हेर्नुहोस् त, अहिले सबै बुट्टाहरू एकदम राम्रो पाउनुहुनेछ। यसको फिनिसिङ पनि एकदमै राम्रो रहेको छ। यसको फिनिसिङ भित्रैदेखि हेर्दा पनि एकदमै राम्रो रहेको छ। एकदमै राम्रो मेटेरियलमा भित्री लगाइएको छ। यो तपाईँको 2-4 वर्षसम्म त जस्ताको तस्तै, जति धुयो उति राम्रो हुन्छ। यो टोपीको विशेषता भनेकै त्यही हो। र यसको कलरहरू पनि कहिले नजाने, लामो समयसम्म कलरहरू टिक्ने गर्दछ। वेल फिनिसिङमा छ। यसको नजिकैबाट पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। राम्रो, एकदम राम्रो।